त्यसकारण दुःख काम लाग्दैन, सुख पनि काम लाग्दैन, किनकि दुवै परिवर्तनशील छ। केवल यो आउजाउ गर्ने जुन प्रक्रिया छ त्यो परिवर्तनशील छैन। फेरि दुःख परिवर्तन, सुख परिवर्तन, तर यो आउजाउ गर्ने यसको जुन प्रक्रिया हो त्यो परिवर्तनशील हुँदैन, त्यो सधैँ रहन्छ। र जुन दिनमा यो परिवर्तनशील नहुने कुरालाई हामी ठम्याउँछौँ, बुझ्छौँ, यानी परिवर्तन हुँदैन, त्यही बेला हामी दुःखबाट र सुखबाट, यो दुवैको मोहबाट हामी या रागबाट या द्वेषबाट हामी मुक्त हुन्छौँ। यही मुक्ति नै जीवनको सार्थकता। याद राख्नुहोस्, दुःखबाट त मुक्ति हो नै, तर सुखबाट पनि मुक्ति हो।